ओके, यो चाहिँ हाम्रो घर भयो। साइडमा राइट साइडमा गराज छ। त्यसपछि दुईटा चाडा गाडी अट्ने पार्किङ लट छ बाहिर। त्यसपछि म भित्र इन्ट्रान्समा जाँदैछु। बाहिर चाहिँ यस्तो प्याटियो जस्तो छ, निक्लिएर बस्न मिल्छ। अनि त्यो स्विङ राखेको छ, सु ऱ्याक छ। अब यहाँ जे पनि राखे भयो, सानोतिनो डाइनिङ टेबलहरू अट्छ। अब मेन इन्ट्रान्सबाट म छिरेँ है त। मेरो चोरी आउँदैछ यहाँ ढोकानेरि। एक ढोकाभित्र छिरेँ म। ढोकाभित्र छिर्ने बित्तिकै लेफ्ट साइडमा चाहिँ डाइनिङ हल छ। अब यो डिसेन्ट साइजको डाइनिङ रुम छ। यसमा 8वटा डाइनिङ चेयर छ। त्यहाँ क्याबिनेट राखेको छ। त्यसपछि डाइनिङ टेबलको त्यो एलीबाट चाहिँ उता किचनतिर पनि जान मिल्छ। अनि यता अगाडि चाहिँ ठुलो प्यासेज छ। अनि अब यहाँ डेकोरेसनको लागि एउटा काउच राखेको छ। अनि यहाँ एउटा मिरर राखेको छ। अनि यो बिचको प्यासेजमा चाहिँ हामीले प्लान्टहरू राखेको छ। यो कम्बिनेसन अफ आर्टिफिसियल र रियल फ्लावर्सको कम्बिनेसन हो। यहाँ छोरीले पुल गरेर आएको छ, यहाँ आर्टिफिसियल फ्लावर हो। अब यता कन्टिन्यू गर्दाखेरि यो प्यासेज सकियो होइन। अब फेरि ब्याकमा देखाइन्छु। ढोकाबाट यसरी यो प्यासेज हुँदै यहाँसम्म आएँ। त्यसपछि यहाँ लेफ्ट टर्न लिँदाखेरि चाहिँ यता किचन छ। किचनको चाहिँ क्याबिनेटहरू चाहिँ यसरी ठ्याक्क वालमा नै टाँसेको छ होइन। क्याबिनेट अब डिफ्रेन्ट साइजको छ। अब यहाँ यसलाई फ्रिज राख्नको लागि क्याबिनेट त्यही अनुसारको त्यो माथिको चाहिँ अलिक सानो बनाएको छ। अब क्याबिनेट खोलेर देखाइन्छु। 4वटा सेल्फ छ। अब त्यो अब यो चाहिँ माथि तल गर्ने मिल्छ, डिपेन्डिङ अन के सामान छ त्यो अनुसार होइन। यो फ्रिज भयो। अनि यता अर्को यो चाहिँ आइल्यान्ड चाहिँ यहाँ ग्रेनाइट राखेको छ। यो चाहिँ ग्रेनाइट हो। अनि यो चाहिँ माथिपट्टि हरेकको माथि चाहिँ ड्रर, तल चाहिँ यस्तो ओपन गर्ने खालको छ होइन। त्यसपछि फ्रिज छ। अघि नै यो चाहिँ अघि यो एलीबाट किचन जान्छ भनेको थिएँ। अब त्यो एलीबाट चाहिँ मैले यता देखाइदिएको होइन। अनि यहाँ चाहिँ एउटा डोर छ। यो डोरमा चाहिँ खानेकुराहरू राख्ने प्यान्ट्री रुम जस्तो छ। यसमा चाहिँ रेक्ट्याङ्गुलर एउटा रुम छ। अनि सेल्फहरू यसमै इनबिल्ड छ। अनि खानेकुराहरू त्यही अनुसारले राखेको छ यसमा। अब बेस्ट स्टेटमा त छैन जोस्। त्यसपछि अब आइल्यान्ड, यो किचनतिरको आइल्यान्ड देखाउँछु। यो चाहिँ अब यहाँ ग्यास यसको भित्रै कनेक्टेड छ। अनि यहाँ ग्यास स्टोभ हो, हल्का फोहोर छ। अनि यो आइल्यान्ड चाहिँ लामो छ यहाँदेखि तल। अनि चाहिँ यतापट्टि सिङ्कहरू राख्ने आइल्यान्ड चाहिँ यो पनि ठुलो छ बिचमा। यो र यो चाहिँ कनेक्टेड छैन यो किचनवालाकोसँग होइन। यो चाहिँ सेपरेट छ। अनि सिङ्क चाहिँ दुईवटा सेपरेट पार्टिसन कम्पार्टमेन्ट जस्तो बनाएको छ सिङ्कमा चाहिँ। अनि त्यति भएपछि अनि सिधै जाँदाखेरि अगाडि चाहिँ यो लिभिङ रुम हो। अब छोरीको सामानहरू यताउता छरिएको छ। अनि टिभी चाहिँ 85 इन्चको टिभी चाहिँ वालमा टाँसेको छ। अनि यता चाहिँ त्यो गमला सजाउने राखेको छ। अनि चाहिँ विन्डो चाहिँ यता बाहिर पुरै यो लिभिङ रुम साइडको चाहिँ 6वटा विन्डो छ। अनि यताबाट बाहिर पनि देखिन्छ। त्यो बाहिर चाहिँ हाम्रो ब्याक पोर्च छ होइन। अब यतापट्टि चाहिँ ठ्याक्क अघि ढोकाबाट आएपछिको यो प्यासेज सकिएपछि फेरि यसरी हेर्दाखेरि अघि लेफ्टमा चाहिँ किचन थियो। अनि सिधै किचनको अगाडि चाहिँ लिभिङ रुम छ। अनि त्यसको राइट साइडमा चाहिँ माथि जाने भर्याङ छ। अनि त्यो राइट साइडभन्दा अगाडि चाहिँ अब यो वाल चाहिँ हामीले किन्दाखेरि चाहिँ पुरै इन्कम्प्लिट थियो। पछि अनि सोबुले चाहिँ एउटा बार बनाउने भनेर लागेर अनि यो बार बनाएको। सो अनि त्यसको अगाडिको यो टेबल चाहिँ यो चाहिँ मुभेबल टेबल हो, पर्मानेन्ट टेबल होइन। तर यो बारको मुनि बारमा चाहिँ सिङ्क पनि राखेको छ हामीले एउटा। अनि यहाँ चाहिँ डिफ्रेन्ट त्यो काठको भित्तामा ढोकेर अनि त्यसको माथि त्यो अल्कोहल राख्ने बनाएको छ। अनि उता माथि लाइटहरू छ है, बालो है। यसको लाइट यता नै छ। लाइट बालेपछि चाहिँ यता यस्तो देखिन्छ। डिफ्रेन्ट कलरको लाइट बल्न मिल्ने बनाएको छ। अनि यो बारभन्दा यता चाहिँ अघि लिभिङ रुमको झ्यालबाट बाहिर जान मिल्ने ठाउँ छ भनेर देखाएको थिएँ। बाहिरको चाहिँ यो पोर्च, ब्याक पोर्च चाहिँ यस्तो छ। यो चाहिँ राम्रै डिसेन्ट साइजको स्पेस छ। अनि यहाँ चाहिँ कार्पेट ओछ्याएको छ। यतापट्टि चाहिँ त्यो फुटसलमा राख्ने कार्पेट जस्तो ओछ्याएको छ।
अनि यता चाहिँ एउटा टेबल छ त्यो टेबलको बिचको स्पेस चाहिँ निकाल्यो भने चाहिँ आगो बाल्न मिल्छ त्यहाँ यस्तो कस्तो छ भने यो खोल्यो भने यहाँ चाहिँ यो ढुङ्गाहरू छ अनि यहाँ ग्यासको आगो आउँछ त्यही हो अनि यो चाहिँ स्क्रिन फेन्स हो भनेको मतलब नेट छ त्यहाँ लामखुट्टेहरू भित्र आउनु पाउँदैन दुईटै छोरी यहीँ छन् अहिले सो यो भयो फर्स्ट फ्लोरको टुर अनि एउटा रुम दुईटा कुरा देखाउनु बाँकी छ अब त्यसमा वाच है त्यसपछि यो भर्याङबाट माथि गयो भने चाहिँ माथिल्लो फ्लोरमा पुग्छ भर्याङबाट यता पनि एउटा सानो प्यासेज छ एउटा रुम छ यता अनि यो रुम चाहिँ मेरो अहिलेको अफिस रुम हो अफिस रुममा चाहिँ यो प्लान्टहरू चाहिँ यो चाहिँ रियल प्लान्टहरू हो छोरीले तान्छे भनेर माथि राखेको छ अनि यो चाहिँ स्ट्यान्डिङ डेस्क छ माथि तल गर्न मिल्ने अनि त्यो बाहिरको बारको जस्तै त्यो काठहरू ठोकेर त्यो सर्टिफिकेटहरू राख्न मिल्ने बनाएको छ अनि यतापट्टि साइडमा चाहिँ बुक सेल्फ बनाएको छ अनि आफ्नो मेडलहरू राख्ने ठाउँ बनाएको छ सो बाँकी चाहिँ छोरीको सामानहरूले भरिएको छ सो योभन्दा बाहेक लिभिङ रुममा चाहिँ ग्राउन्ड फ्लोरमा चाहिँ एउटा गराज छ गराज चाहिँ अलि एकदमै मेसी छ तर यसो 2 कार गराज हो हामीले चाहिँ गाडी राख्ने गराज छैन बच्चाहरूलाई खेल्ने ठाउँ आफ्नो एक्सर्साइज गर्ने ठाउँ बनाएको छ सो त्यही हो अहिलेको लिभिङ फर्स्ट फ्लोरको यो हो म सेकेन्ड फ्लोरको पछि पठाउँछु है त